सिनोलाई सुनको बाकसमा राखेर रेशमको कपडाले छोप्यो भने पनि त्यहाँबाट सिनोकै दुर्गन्ध आउँछ अरे। यो मैले कहीँ कतै पढेको सुनेको कुरा हो। र यहाँ कुरा सिनोको होइन, यहाँ कुरा त्यो व्यक्तित्वको हो जो व्यक्ति बाहिरबाट हेर्दाखेरि बाहिरी रूपमा बाहिरी आवरण उसको सुन्दर छ, तर भित्री आत्मा चाहिँ फोहोरी छ। उसको भित्री मन चाहिँ सफा छैन। उसले अरूहरूलाई गर्ने व्यवहार, उसले अरूलाई हेर्ने दृष्टिकोण, उसको अरूहरूप्रतिको विचार असाध्यै धेरै घिनलाग्दो छ। उसको हरकतहरू घृणा गर्न लायकको छ भने त्यस्तो व्यक्तित्वको यो व्यवहार चाहिँ सिनो बराबरको हो। त्यसैले बाहिरी रूपमा सुन्दर मात्र भएर, बाहिरी आवरण मात्रै राम्रो भएर चाहिँ राम्रो हो भन्ने कुराको प्रमाण होइन रे। मान्छेको भित्री मन, उसले गर्ने व्यवहार, उसको हरकत, अरूहरूप्रतिको उसको सबै व्यवहारले उसको चरित्र निर्धारण गर्छ। यो भिडियो चाहिँ विशेष गरी ती व्यक्तिहरूलाई जसको बानी व्यवहार यस्तो छ, जसलाई आफू राम्रो हुनुमा भन्दा पनि अरूलाई नराम्रो देखाउनुमा फुर्सद छैन। यो भिडियो चाहिँ तपाईँको लागि। छाला सँगसँगै चाला पनि राम्रो बनाउँदाखेरि अझ धेरै राम्रो हुन्छ अरे। सो तपाईँलाई मेरो कुरा मन पर्नै पर्छ भन्ने पनि छैन, मलाई पनि तपाईँको कुरा मन पर्नै पर्छ भन्ने छैन। अनि यो भिडियो चाहिँ विशेष तपाईँको